बेला बेला चनाले मुख बिगार्दिनु बाहिरमा सबै चाउचाउहरू नि हाल्यो है सबै हाल्छ के कपाल्नु होइन ल बुझा हाल यसलाई सानो बनाउनु न हो त्यसलाई हाल्ने को अघि यताउता गर्दा यसलाई पनि भाँच्नु हर्दी गरम फुटाउनु पर्छ ल ल हाल रेडी हो है बनाइ खतरा छ है गाइज ल त्यो चटपटो मसला हाल प्याकेटको यो हाल के रोक्नु यो त हल्दी होइन र अरू केही छैन प्लास्टिक भा सानो बाहा नि ल उगर्नु त यस्तै हालौँ भन्नु है आज पनि तेरो मित्र भयो तेल छ अरू मसला नै हाल म हाल्न भनेर भनेको थिएँ धनियाँ ऊ छ कि यसमा हल्दी छ यो हल्दी हो यो धनियाँ जिराको हुन्छ धनियाँ जिराको हो तर हल्का मिठो होला रन्दा के लिनु यो सुप बनाऊ नुन कस्तो छ लुच्चुक हाल कटरमा हालेर पानी उयो पानी दिनु त धेरै हुन्छ गाउँको हो खनाउनु अलिकति बरु नपुगी खनाउला नि खान नसकेर दाँत कुरिनु भन्दा है यहीँ छ आफ्नो पासमा खनाएर खाउला के टेन्सन तेल पनि हाल ल तेल हाल पड्काउने मान्छे त्यो त्यो खाला हो त्यो खुर्सानी राख लागेर छुट्टा हाल दुर्गा चुक हाल छिटो ल सस हाल दुर्गा अब भाँडाउटी पुग्छ कि 5वटा तपाईँलाई एउटा त्यही बाटामै पुग्छ ल घुमाएर हाल है सस पुरै हो गुड हाल सबै बाप्रे यो त धेरै भइजान्छ कि क्या किलै खाने भएको गिलो खाने चटपटेको नामै गिलो अनि चम्मच चाहिँ लिएर आउनुपर्छ कि क्या मैले त एउटा ल्याएको छु चम्मच हातले नै खाँदा मिठै हुनु हातले खाँदा मिठो हुन्छ क्या मैले चाहिँ एउटा ल्याएको थिएँ कि अघि ल भाँडाकुँडी सिधा खाब कस्तो हावा चलेको ल भाँडाकुँडी खानाका लागि अब भात खा यस्तोको ट्याक्कै खाने होला नि खान्छ